गुड मर्निङ या नमस्ते सबैजनालाई। आज चैतको 18 गते हामी फेरि पनि धम्बु जाँदैछौँ। यो आज माथि गाउँमा चाहिँ यो पार्कमा बनाएको बेन्चहरू सबै के अरे बाटो अनि ट्रस्टको चाहिँ आज आमाको नाममा समर्पण गर्नको लागि हामी सानो पूजाको आयोजना गरिरहेका छौँ। त्यसैको लागि अब हामी माथि लाग्दैछौँ। सबैजना इज गेटिङ रेडी। यही बसमा जाँदैछौँ हामी, सिटी बसमा। ल हेरौँ, यो बसमा हामी माथि पोखरी गाउँ जानेछौँ। अब यहाँ सानोतिनो सपिङ हुँदैछ। फेरि भन त, बल्ल सुरु हुँदैछ। छोरालाई स्टक गोटेर सबैजना आज जाँदैछौँ। म चाहिँ आजको खलासी परेँ। बेला बेलामा यसरी जाँदा नि मजा हुन्छ। सबभन्दा फ्रन्ट सिटमा बाबा, साइडमा हाँस्यो, यतापट्टि म, सबैजना मिलेर अहिले चाहिँ अब पुष्प यात्रा एउटा ल सबैजना यहाँ हुनुहुन्छ। अब कागी अगाडि हुनुहुन्छ। आज धम्पुसमा पहिलोपल्ट बसमा यात्रा गरेको मजा लाग्यो। मलाई चाहिँ रमाइलो हुँदो रहेछ बसमा चाहिँ। बरु गाडीमा आयो भने घाँचाखुची हुँदो रहेछ, बसमा त्यति साह्रो नहुँदो रहेछ। त्यो चाहिँ एउटा राम्रो एक्सपिरियन्स पनि भयो। ओके, अबको 2 मिनटमा हामी माथि पोखरी गाउँ छौँ। ल, वेलकम टु धम्पुस पोखरी गाउँ। ल बिस्तारै बिस्तारै झर्नु तपाईँहरू है। ल धम्पुस आइपुग्यो। ल धम्पुस आइपुग्यो। धम्पुस आइपुग्यो। ल हुन्छ हुन्छ। ल झर्नु झर्नु। हजुर
त्यो बसमै बस्ने विचार छ कि क्या हो? ए ममता मेरो झोला ले त। Em bảo là con gái ăn dân tộc cả. Em bảo là con gái ăn cái dân. Em đi tiêu bạc tiền chứ. Cái số này. आज हाम्रो आमाको 1 वर्ष पुगेको दिनमा चाहिँ यहाँ अहिले होम पूजा सुरु गर्नुभएको छ हाम्रो नानीहरूले र यहाँ उपस्थित हुनुभएका हाम्रा इष्टमित्रहरू सबैजना दाजुबहिनी यहाँ हुनुहुन्छ दादा दिदी हजुर यता चाहिँ भाउजूहरू हुनुहुन्छ यहाँ चाहिँ हाम्रो आमा टोलीहरू धम्पुस पोखरी टोलको आमा समूहहरू यता हुनुहुन्छ साथै म पनि यही छु अब एकछिन हामी ड्रोन शट पनि लिन्छौँ family members. Love. Swaha.
यो यता हाल्दिउँ बाबु हैन म चाहिँ बिस्तारै खाने आगो त बट लाग्यो अचार अर्को भने ल साग्या बाबाले स्वाहा गरे यसले पोल्यो भने दुईको ठाउँहरु सन्चो हुन्छ है साग्याबाट चाइना र नेपाल आजको हाम्रो होम पूजा आज होम गर्ने पूजा चाहिँ पूजाको हामी अन्त्यतिर आइसकेका छौँ। अब त्यहाँ हाम्रो लामाको अलिकति पूजा बाँकी छ अरे यो चाहिँ हामीले हालिसक्यो है भएको छ। अब हामी पूजाको अन्तिम क्षणमा आइपुगेका छौँ। लगाउने काम हुँदैछ। बाबा आमा दाजु भाइ भान्जा भान्जी छोरा छोरी ज्वाइँ सम्पूर्णमा मेरो साइन अनुसारको सेवा आशीर्वाद नमस्कार तथा हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। आज हामी एउटा विशेष महत्त्वपूर्ण कार्यक्रममा उपस्थित भेला भएका छौँ। सम्पूर्ण चाहिँ जति पनि चाहिँ हाम्रो पोखैटोलवासी पोखैटोलको बाबा आमाहरू भए र पोखैटोलमा बाहिर चाहिँ अहिले बसोबास गरिराख्नु भएका बाबा आमाहरू भए बिहानै आफ्नो अमूल्य समय निकालेर आज यो धम्पुस पोखरी टोलको यो चाहिँ एकदम सुन्दर डाँडामा निर्मित हाम्रो यो न्युवालडाँडा पार्कमा हामी चाहिँ भेला हुने चाहिँ सुनौलो अवसर पाएका छौँ। यो अवसर हाम्रो लागि एकदम सौभाग्य हो र चाहिँ यो पार्कको बारेमा केही भन्नुपर्दाखेरि आजभन्दा 3.5 वर्ष अगाडि यसको प्रारम्भिक परिकल्पनाकार धम्पुस परिवार युके का दाजुभाइ तथा चेलीबेटीहरूले चाहिँ प्रारम्भिक परिकल्पना गरेर चाहिँ यसलाई चाहिँ 20 लाख कि 22 लाख रुपियाँ चाहिँ विनियोजन गर्नुभएको थियो। त्यो भौजी बितेको 1 वर्ष भएको चाहिँ उपलक्ष्यमा यो बाटोलाई चाहिँ यो आधार पाको नाममा चाहिँ समर्पित गरेको छ। एकचोटि उहाँ ताली बजाइदिनु एकचोटि। अनि अर्को कुरा जति हामीले देखिरहेका छौँ 3वटा ट्रस्ट, त्यो ट्रस्ट नम्बर 1, ट्रस्ट नम्बर 2 अनि ट्रस्ट नम्बर 3 यो चाहिँ व्यक्तिले चाहिँ प्रायोजक गरेर चाहिँ निर्माण गरिएको हो। ट्रस्ट नम्बर 1 क्याप्टेन श्री दक्षिणा गुरुङज्यू अनि ट्रस्ट नम्बर उहाँको श्रीमतीको स्मृतिमा, ट्रस्ट नम्बर 2 श्री स्वर्गीय इन्द्र कुमारको स्मृतिमा श्री ईश्वर गुरुङज्यूले अनि ट्रस्ट नम्बर 3 छोरा श्री कृष्णलाल गुरुङज्यूले चाहिँ निर्माण गरिदिनु भएको थियो। ताली बजाइदिनुहोस्। खता उता पछाडि गर्दै दिदी खता उता पछाडि
अनि माला उता अरू गर्दै हुन्छ फरक पर्दैन बाबा ठिकै छ अब प्रधानले बनाइदिनु भएको ट्रस्ट हो त्यही भएर बाथेको हातबाट चाहिँ आज उद्घाटन भइरहेछ अहिले ल एकदम राम्रो छ हाम्रो आते इन्द्र कुमारी गुरुङको स्मृतिमा ईश्वर दाईले बनाइदिनु भएको ट्रस्टमा अहिले हाम्रो दिदीहरू बेनाहरू सबैजना बातेसहित उहाँको छोटो मेमोरी सबैजना ताली माला ऊ दिदी उता यो हाम्रो दाजुभाइहरूको नामावली ल यतापट्टिको चाहिँ छेउमा चाहिँ हाम्रो चेलीबेटीहरूको नाम अलि यो घामले गर्दाखेरि त्यस्तै छ तपाईँलाई पढ्नु मन लाग्छ भने चाहिँ मजाले जुम गरेर पढ्न सक्नुहुनेछ आज चाहिँ यो लगाएको छ एउटा दुईटा तीनटा जाएन सर्वप्रथम आज हुनुभएका धर्मगुरु लगायत सम्पूर्ण बाबाआमा दाजुभाइ चेलीबेटीहरू भान्जा भान्जीहरू भाइसाहबहरू सम्पूर्ण आइदिनु भएको आमाको यो पुण्य 1 वर्षको पुण्यतिथिमा चाहिँ हजुरहरू आएर जुन सद्भाव हजुरहरूले देखाइदिनु भयो यसको निम्ति म एकदमै हृदयबाट नै आभार व्यक्त गर्न चाहन्छु म सहित हाम्रो सम्पूर्ण परिवारको तर्फबाट हजुरहरू सम्पूर्णलाई एकदमै नमन गर्दछु यस विशेष दिनमा उहाँको आत्मशान्तिको कामना गर्दै सम्पन्न गरिएको पूजामा सहभागी हुनुभएका सबैप्रति हार्दिक आभार व्यक्त गर्दछु उहाँको सम्झनामा आज आमाको स्मृति काव्य जुन एउटा किताब बनाएको छ त्यसको विमोचन गर्न पाउँदा म अत्यन्त भावुक र सम्मानित महसुस गरिरहेको छु यस काव्य मार्फत उहाँप्रति मेरो श्रद्धा अर्पण गर्दै उहाँको स्मृतिलाई अक्षुण्ण राख्ने एक सानो प्रयास गरेको छु यस काव्य केवल शब्दहरूको संयोजन मात्र नभई आमाप्रति समर्पित भावनाहरूको अभिव्यक्ति पनि हो उहाँले दिनुभएको संस्कार मूल्य र माया सधैँ प्रेरणाको स्रोत रहनेछन् र यस स्मृति काव्य किताबलाई मूर्त रूप दिनुहुने हाम्रो प्यारो भाइ श्री उमाकान्त पौडेलज्यू उहाँलाई म यहाँ अगाडि यसरी बोलाउन चाहन्छु कृपया अगाडि आइदिनु एकदमै हाम्रोलाई एकदमै अमूल्य चिज हो हजुरहरू सबै परिवारले एक प्रति चाहिँ राखिदिनु हुनको निम्ति म हार्दिक अनुरोध पनि गर्न चाहन्छु र यसैको अवसरमा यो किताब चाहिँ बाबाको हातबाट आज यहाँ उपस्थित हुनुभएका हाम्रा धर्मगुरु श्री मनबहादुर गुरुङज्यूबाट चाहिँ विमोचन गरिदिनु हुनुको निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु सबैलाई यसरी देखाइदिनु एउटा फोटो नि खिचेपछि कान्छीले ल्याएर दिएछु
मिश्री कुमारी एटेन्ड गरेर त्यहाँबाट आएको केही आर्थिक सहयोगले नै यो के अरे कुराहरू चाहिँ उहाँहरूले बनाउनु भएको छ। यसको लागि हामी जहिले पनि यहाँ आउँदाखेरि हामीले चाहिँ यो पोखरी टोलमा अझै पनि यसको केही राम्रो विकास होस् भन्नको लागि हामीले यो हाम्रो परिवारको तर्फबाट पनि हामीले सानो रकम चाहिँ उहाँहरूलाई हस्तान्तरण गर्नको लागि दिइरहेको छौँ। र साथै यसमा जेठी दिदीको तर्फबाट 2000 माइलीको तर्फबाट 2000 कान्छी यताबाट यस्तै किसिमले हाम्रो धम्पुस पोखरी गाउँ जहिले पनि हराभरा सुन्दर रहिरहोस् भन्ने हाम्रो पनि चाहना हो। लाइनमा बसेर खाना खाइदिनु होला। ल हाम्रो आथेको तर्फबाट पनि ₹500 आएको छ है। धेरै धेरै धन्यवाद। धन्यवाद। हाम्रो स्वर्गीय मिश्री दिदीको परिवारलाई हामीलाई यसरी हाम्रो धम्पुस पोखरी आमा टोलीलाई सम्झिनु भयो र यसरी सहयोग गर्नुभयो र हाम्रो कार्य हाम्रो 1 वर्षको पुण्यतिथिमा हजुरहरूले हामी आमा टोली सबैलाई सम्झेर यहाँ गाउँमा गरिदिनु भएकोमा पहिलो नम्बर एकदम धेरै धेरै धन्यवाद है। हाम्रो गाउँमा चाहिँ सबैलाई देखाउ हेर्न नि आउनुभयो र हाम्रो आमा टोलीलाई हजुरहरूले यसरी सम्झिनु भयो र हजुरहरूले हामीलाई धेरै सहयोग गर्नुभएको छ। अमृत हाम्रो औमूल्य हाम्रो आमा टोलीलाई एकदम धेरै सहयोग गर्नुभएको छ र त्यसको लागि हाम्रो आमा टोलीको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट एकदम धेरै धेरै धन्यवाद र हजुरहरूको परिवारमा सुख शान्ति आओस् है, भगवानले बास गरौँ, लक्ष्मीले बास गरौँ गरिरहेको छ, अझै गरोस् भन्न चाहन्छु है। This is the lunch serving. आजको लन्च पनि यस्तो किसिमको छ। त्यसपछि that's ल सबैजना लाइनमा हुनुहुन्छ। हुन्छ गुड। खाना कस्तो भएछ तपाईँहरूलाई? ठिकै छ? ए ल ठिकै छ। भेना खाना कस्तो छ? ठिकै छ? एकदम A1 छ बाबु। ए हो, ए ल राम्रो भयो त्यसो भने त। ठिक छ भेना खाना? ओके, आजको हाम्रो यो प्रोग्राम पनि यहीँ आएर अन्त्य हुँदैछ भन्दै अबको यो अन्तिम क्षणको लास्ट भिडियो म यहाँ बनाउँदैछु। ल हेर्नुहोस् है। ल आउनु ल सबै आफ्नो गाडीमा, हामी चाहिँ बसमा। राम्रो स्मुथली रन भयो। हजुर एकदम सक्सेसफुल भयो। एकदमै राम्रो होइन? वेदरले साथ दियो, वेदर पनि साथ दियो। न धेरै जाडो न गर्मी, यहाँको घाममा चाहिँ एकदम आनन्दसँग युकेको चिसो खालियो। भिटामिन सी डी सी त सुन्तला खाएर मईबाट आज सक्सेस भयो, राम्रो भयो भन्नु पऱ्यो आजको प्रोग्राम। अहिले फर्केर चाहिँ अस्थानको बाटो हुँदै हामी फर्किएका छौँ। बाटो चाहिँ राम्रो छ तर अलिकति लामो पर्छ हामीलाई। त्यसबाट घटे खोलाको बाटो आएर भएको छैन, यताबाट घुम्नुपर्छ।